हेलो गाइज, वेलकम टु अनदर भ्लग। आज पनि साँगामा जाम थियो अनि 1 घन्टा जति जाममा बसेपछि चाहिँ अनि फाइनल्ली कलेज पुगेँ। अनि कलेज पुगेपछि चाहिँ साथी आफ्नो क्लासतिर, म आफ्नो क्लासतिर लागेँ। फर्स्ट क्लास चाहिँ इन्भाइरोमेन्टल इन्जिनियरिङको थियो अनि सरले चाहिँ कोर्सको बारेमा भन्नुभयो। अनि त्यसपछि चाहिँ ब्रेक टाइम थियो अनि ब्रेक टाइममा चाहिँ यसो फेरि गेउ एक्सप्लोर हाने अनि केटाहरूले बास्केटबल खेलेको हेरेँ एकैछिन। अनि त्यसपछि चाहिँ वर्कसप थियो हाम्रो अनि वर्कसपमा चाहिँ क्रेजी प्रोजेक्ट्सहरू रहेछ होइन, एकदमै दामी लाग्यो मलाई चाहिँ। आज हाम्रो फर्स्ट वर्कसपमा चाहिँ हामीले चाहिँ गेउको चाहिँ लोगो काट्यौँ अनि यो सबै बनायौँ आज होइन। अनि त्यसपछि चाहिँ घर फर्किने बेलामा पनि साँगामा चाहिँ हल्का जाम थियो, एकैछिन जाममा बसेँ अनि त्यसपछि घर पुगेँ। अनि बेलुकाखेरि चाहिँ एकैछिन वाकमा गएँ। अनि आजको लागि चाहिँ यति नै। अनि हजुरहरूलाई चाहिँ मेरो भ्लग कस्तो लाग्दैछ कमेन्ट गर्न नबिर्सिनु होला। बाई।